लाइफमा फर्स्ट टाइम विराटनगर र त्यहाँको मिठो चाउमिन नि खाइयो। पहिला सुरु हामी विराटनगरको बरगाछी भन्ने पुग्ने बित्तिकै एनएबी अफिस खोजेर अफिस भित्र गएर नि केही भएन, किनकि हामीले पहिला बैंक गएर भोचर कटाउनु पर्ने हुन्छ। बिहान 9:30 बजे बैंक नि खुल्या थिएन। त्यही भएर पहिला हामी होटल गयौँ नास्ता खान। पहिला त हामीले एउटा कुरकुरे लियौँ, अनि त्यसलाई फुटाएर मजाले खान। एकछिन पछि आन्टीले चाउमिन अनि हामीले चाउमिनमा सस हालेर मजाले चाउमिन पनि के साह्रो मिठो हो। हाम्रोतिर यस्तो चाउमिन पाइन्थ्यो भने दिल्ली गएर खान। त्यसपछि हामीले नास्ता खाएर लाग्यौँ राष्ट्रिय वाणिज्य बैंक जानलाई फेरि रोड क्रस गर्नु पर्यो। गाडीहरू नि बेसरी कुदिरहेको थियो, त्यतिकै रोड क्रस गर्यो भने एक्सिडेन्ट हुन्छ। त्यही भएर हामी जेब्रा क्रसिङबाट रोड क्रस गरेर हामी थोरै अगाडि जाँदा हामी बैंक र हामी भित्र पुग्ने बित्तिकै पहिला हामीले एउटा फर्म नि लिएर साथीलाई फर्म भरेर हामी एकछिन बसेर टिकट नम्बर आउने बित्तिकै साथीलाई काउन्टर नम्बर 3 मा अनि बल्ल हाम्रो बैंकको काम सकिने बित्तिकै हामी हाताहात सिडीहरू कुद्दै हामी एनएबी अफिसमा पुग्ने बित्तिकै साथीलाई लाइनमा लगाइ एकछिन पछि फाइनली हाम्रो काम भयो। हाम्रो काम सकिने बित्तिकै हामी घरतिर फर्किन लाग्यौँ। त्यसपछि हामी बसको वेट गर्दै विराटनगरको भ्यू हेर्दै गयौँ। त म र मेरो साथी विराटनगर लाइफमै फर्स्ट टाइम आएको, त्यो पनि हाम्रो सर्टिफिकेटको लागि। एकछिन पछि बस आउने बित्तिकै हामी बसमा मजाले बस्यौँ। 2 घण्टा पछि हामी कोशी पुग्ने बित्तिकै मामाहरूले सबै गाडीहरू पो चेक गरिराख्नु। हाम्रो गाडी चेक गर्ने बित्तिकै हामी निस्किन लाग्यौँ। कोशीमा कति धेरै पानी रहेछ। बर्खाको मौसमको टाइममा यो पानीले धेरै क्षति पुर्याउँछ। हुन त म पहिला पनि कोशी आएको थिएँ, त्यति बेला म 11 वर्ष। म यहाँ आएको नि धेरै भइसक्यो। बल्ल यो ठाउँ फेरि आज जस्तो कुरा सोच्दै हामी आजको लागि यति नै। बाइ बाइ, सी यू गाइस। यो मेरो न्यू च्यानललाई सबैजनाले सब्स्क्राइब गर्नु होला।